नमस्ते, प्ले नेपाल एचडीमा तपाईहरूलाई स्वागत छ। आज नोभेम्बर 13, 2025 को खेलकुद संसारमा हामी नेपाली खेलकुदका सबैभन्दा ठूला र महत्त्वपूर्ण खबरहरू लिएर आएका छौं। फुटबलको ऐतिहासिक निर्णयदेखि क्रिकेटको रोमाञ्चक तालिका घोषणासम्मका हरेक खबरमा हामी गहिरो विश्लेषण गर्नेछौं। वेक राष्ट्रिय फुटबल टोली एसियन यात्राको प्रस्थान। सुरु गरौं राष्ट्रिय गौरवसँग जोडिएको खबरबाट। नेपाली पुरुष फुटबल टोली एएफसी एसियन कप क्वालिफायर्स एएफसी एसियन कप क्वालिफायर्सका लागि बंगलादेश हुँदै मलेसियातर्फ प्रस्थान गरिसकेको छ। मुख्य प्रशिक्षक हरि खड्काले यसपटक 23 सदस्यीय टोली छानेका छन्। यस यात्रालाई खेलाडीहरूले राष्ट्रका लागि एउटा ठूलो चुनौती र अवसर दुवैको रूपमा लिएका छन्। हालै एन्फाको उदासीनता विरुद्ध विरोध जनाएका खेलाडीहरूले पनि राष्ट्रका लागि मैदानमा उत्रँदा उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो दृढ संकल्प व्यक्त गरेका छन्। नेपाली फुटबलको झण्डालाई अन्तर्राष्ट्रिय मैदानमा उच्च राख्ने उनीहरूको यो प्रतिबद्धता साँच्चीकै प्रशंसनीय छ। राष्ट्रिय टोलीलाई प्ले नेपाल एचडी को तर्फबाट हार्दिक शुभकामना। 2 ऐतिहासिक सहमति ए डिभिजन लिगको पुनर्जीवन। अब लागौं नेपाली फुटबल प्रेमीहरूका लागि सबैभन्दा ठूलो र खुसीको खबरतर्फ। घरेलु फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग अन्ततः पुनर्जीवित हुने भएको छ। 2 सिजनको लामो अन्तरालपछि अखिल नेपाल फुटबल संघ एन्फा क्लबहरू र खेलाडीहरूको संस्था एनएफपीए अनएफपीए बीच एउटा ऐतिहासिक सम्झौता भएको छ। यो महत्त्वपूर्ण सम्झौता अनुसार आगामी 120 दिनभित्र ए डिभिजन लिग आयोजना गर्न सहमति भएको छ। यो खबरले नेपाली घरेलु फुटबलमा व्यावसायिक स्थिरताको नयाँ युग सुरु हुने आशा जगाएको छ। झन् महत्त्वपूर्ण कुरा त ए डिभिजन क्लबहरूले अब काठमाडौँ उपत्यका बाहिरका स्थानहरूमा गएर होम एन्ड अवे ढाँचामा खेल्नका लागि पनि तयार रहेको खबर आएको छ। यसको अर्थ फुटबलको रमाइलो अब राजधानीमा मात्र सीमित नभई स्थानीय तहसम्म पुग्नेछ। फुटबल विकासको यो ऐतिहासिक निर्णयलाई हामी सबैले स्वागत गर्नुपर्छ। अब मैदानमा बल कहिले गुल्टिन्छ त्यो प्रतीक्षामा सबै फुटबल फ्यानहरू छन्। 3 क्रिकेट एनपीएलको रोमाञ्चक तालिका घोषणा। फुटबलबाट अब क्रिकेटतर्फ लागौं। देशको सबैभन्दा ठूलो फ्रान्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको दोस्रो संस्करणका लागि दिन र रातका खेलहरूको तालिका घोषणा भएको छ। क्रिकेट फ्यानहरूका लागि यो उत्सवको खबर हो। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले यसपटकको उद्घाटन खेलमा काठमाडौँ गोर्खाससँग नोभेम्बर 17 मा प्रतिस्पर्धा गर्नेछ। यो खेल दिन र रात दुवैमा हुनेछ, जसले दर्शकहरूलाई मैदानमा आउन अझै प्रोत्साहन गर्नेछ र खेलको मनोरञ्जनलाई नयाँ उचाइमा पुर्याउनेछ। हामीले आशा गरेका छौं कि यो संस्करण एनपीएलको सबैभन्दा सफल संस्करण बन्नेछ। 4 घरेलु कीर्तिमान र महिला क्रिकेटको अवस्था। घरेलु क्रिकेटमा व्यक्तिगत प्रदर्शनको कुरा गर्दा प्रधानमन्त्री कपमा 2 जना खेलाडी राजवंशी र आलम 100 विकेटको कीर्तिमानी दौडमा छन्। यी 2 मध्येको पहिला यो कोसेढुङ्गा छुन्छन् त्यो हेर्न बाँकी नै छ र यसले प्रधानमन्त्री कपलाई थप रोमाञ्चक बनाएको छ। यता महिला क्रिकेटतर्फ हालै सम्पन्न नेपाल महिला T20,000 ट्राई सिरिजमा नेपाली टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। थाइल्याण्ड यो सिरिजको च्याम्पियन बन्यो र नेपाल दुर्भाग्यवश ट्राई सिरिजमा जितविहीन रह्यो। यद्यपि महिला टोलीले आगामी दिनमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय गौरव बढाउने अपेक्षासहित हामी उहाँहरूलाई प्रोत्साहन र शुभकामना व्यक्त गर्दछौं। 5 आजको सारांश र निष्कर्ष। आज हामीले नेपाली खेलकुदका मुख्य 3वटा महत्त्वपूर्ण विकासक्रमहरूमाथि चर्चा गर्यौं। एएफसी क्वालिफायर्सको अन्तर्राष्ट्रिय यात्रा, ए डिभिजन लिगको घरेलु पुनर्जीवन र एनपीएलको नयाँ संस्करण। यी सबै घटनाक्रमहरूले नेपाली खेलकुदलाई एउटा नयाँ उचाइमा लैजाने निश्चित छ। खेलाडीहरूको प्रतिबद्धता, लिगको पुनरागमन र क्रिकेटको व्यावसायिकता माइनस यी सबैले हामी सबैलाई एक खेलप्रेमी राष्ट्रको रूपमा अगाडि बढ्न प्रेरित गर्दछ। तपाईलाई आजको यो खेलकुद विशेष बुलेटिन कस्तो लाग्यो? तल कमेन्ट बक्समा आफ्ना विचारहरू व्यक्त गर्न नभुल्नुहोला। तपाईको विचार हाम्रो लागि निकै महत्त्वपूर्ण छ। यदि तपाईँ नेपाली खेलकुदको हरेक अपडेट मिस गर्न चाहनुहुन्न भने कृपया प्ले नेपाल एचडीलाई सब्स्क्राइब गर्नुहोस्, लाइक बटन थिच्नुहोस् र बेल आइकन दबाउनुहोस्। हामी फेरि भेट्नेछौँ अर्को महत्त्वपूर्ण खेलकुद रिपोर्ट सहित। धन्यवाद।